नमस्ते सबैजनालाई स्वागत छ मेरो यस युट्युब च्यानलमा। र आज म धेरै समयको अन्तरालपछि फेरि आज हजुरको लागि एउटा भिडियो बनाउन गइरहेको छु र आशा छ यो भिडियोलाई हेरेर साथ सपोर्ट गरिदिनु हुनेछ र यस भिडियोबाट तपाईहरुले भरपुर लाभ फाइदा पनि उठाउनु हुनेछ भन्ने आशा पनि गरेको छु। ढिलो नगरेर मैले धेरै लामो भिडियो गर्दैन, ढिलो नगरेर म भिडियोको के हो विषयवस्तु त्योतर्फ लाग्छु म है। हामी आज एउटा चाहिँ धेरै अहिलेको अवस्थामा डिजिटलबाट हैन एउटा अनलाइनबाट घरमै बसेर हैन सामान्य सजिलो तरिकाले कसैले हामी चाहिँ पैसा जेनेरेट गर्ने, इन्कम गर्ने, साइड इन्कम गर्ने भन्ने चाहिँ सबैजना लागिरहेको छ हैन यी कुराहरुमा। र अनि त्यो क्रममा चाहिँ कसरी चाहिँ इन्कम गर्ने अनि के छ माध्यम त्यसो भए अलि सजिलो भन्ने चाहिँ ट्रस्टेड भन्दाखेरि एउटा आज म तपाईलाई त्यसको बारेमा जानकारी गराउन गइरहेको छु के हो त्यो भनेर। र त्यो हो पोपो लाइभ है। पोपो लाइभ हो। पोपो लाइभ तपाईको चाहिँ यो तपाईको हेर्न सक्नुहुन्छ यो पोपो लाइभ हो। मैले चाहिँ यसको बारेमा तपाईलाई जानकारी गर्न गइरहेको छु आज। र यसबाट चाहिँ कसरी अर्निङ हुन्छ अनि यसमा चाहिँ हामीले आइडी क्रिएट पनि कसरी गर्न सकिन्छ भन्ने सम्पूर्ण चाहिँ विषयवस्तु सबै विषयवस्तु चाहिँ म यही भिडियोमा सकेसम्म समेट्ने कोसिस गर्नेछु। र भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला र स्किप नगरिकन स्टेप बाइ स्टेप फलो गरेर तपाईहरुले चाहिँ आइडी क्रिएट गर्न सक्नुहुनेछ र आइडी फेस भेरिफिकेसन पनि भेरिफाई पनि गरेर तपाईहरुले चाहिँ इन्कम जेनेरेट गर्न सक्नुहुन्छ जस्ट लाइभ बसेको भरमा है त। यो पोपो लाइभ नामै नै पोपो लाइभ छ भनेको यसमा लाइभ नै बस्ने हो। यो हाम्रो एउटा चाहिँ एकदम सजिलोसँग इन्कम जेनेरेट गर्ने एउटा चाहिँ प्लेटफर्म पनि हो है। अनि यसलाई चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि सुरुमा चाहिँ तपाईलाई कोही व्यक्तिबाट जस्तै मेरो अथवा अरु कसैको रेफरबाट चाहिँ तपाई यसमा जोइन हुनुपर्ने हुन्छ है। अनि त्यो हुँदाखेरि तपाईलाई जस्तै मैले पनि यसको यो भिडियोको डिस्क्रिप्सनमा तपाईलाई चाहिँ हजुरहरुलाई लिंक राखिदिने छु मैले है। र त्यो लिंकको माध्यमबाट तपाईहरु चाहिँ जोइन हुन सक्नुहुनेछ। अनि यसमा चाहिँ हामी कसरी जोइन हुने भन्दा हामी जोइन भइसकेपछि अब के गर्ने त भन्ने कुरा हुन्छ। हामी जोइन भइसकेपछि हामी चाहिँ आइडी भेरिफिकेसन हुन्छ त्यहाँ चाहिँ जस्तै तपाईले चाहिँ एउटा तपाईलाई म एउटा आइडी शेयर गरेर पनि म तपाईलाई देखाइदिने छु। यसरी चाहिँ म एउटा यसरी यो मैले चाहिँ लिंक चाहिँ एउटा ठाउँमा चाहिँ मैले शेयर गर्ने छु हैन, मैले शेयर गर्ने छु। अनि यसरी शेयर गरिसकेपछि यसरी यसलाई चाहिँ तपाईले शेयर गर्छ। यसरी शेयर गरिसकेपछि तपाईले चाहिँ शेयर गरेको आइडीलाई यसरी ओपन गर्नुपर्ने हुन्छ। ओपन गरिसकेपछि डाउनलोड इमिडिएटली भन्ने हुन्छ। डाउनलोड इमिडिएटलीमा क्लिक गरिसकेपछि तपाईको चाहिँ डाउनलोड इमिडिएटलीमा क्लिक गरेपछि तपाईको डाइरेक्ट एउटा होम पेजमा जानेछ। होम पेजमा गइसकेपछि तपाईको त्यहाँ चाहिँ मेल फिमेल चुज गर्न दिन्छ र तपाईले चाहिँ मेल हो भने मेल, फिमेल हो भने फिमेल गरेर चाहिँ चुज गरेर तपाईको डेट अफ बर्थ सहित राखेर अनि तपाईको प्रोफाइल माथि क्यामेराको अप्सन हुन्छ। क्यामेराको अप्सनमा चाहिँ त्यहाँ प्रोफाइल पिक्चर राख्ने, तपाईको आफ्नो जेन्युइन प्रोफाइल पिक्चर राख्ने र तपाईको नाम अनि त्यसपछि तपाईको कन्ट्री सिलेक्ट गरेर तपाईले चाहिँ रजिस्टर कन्फर्म गर्न सक्नुहुन्छ है त। र अनि तपाईको अर्को रह्यो भेरिफाई गर्नलाई तपाईको चाहिँ यहाँनिर गएर लाइभ भन्ने अप्सन छ। लाइभ भन्ने अप्सनमा गइसकेपछि तपाईको लेडिज हो भने फिमेल हो भने लाइभ भन्ने अप्सनमा गएपछि सिधै हुन्छ हैन। अनि मेल हो भने पनि तपाईको चाहिँ यहाँ छ युथ भन्ने छ। यो भन्ने अप्सनमा गइसकेपछि यहाँ चाहिँ फेस भेरिफिकेसन भन्ने हुन्छ। फेस भेरिफिकेसन गइसकेपछि तपाईको सर्टिफिकेटमा क्लिक गर्ने। सर्टिफिकेटमा क्लिक गरिसकेपछि तपाईको चाहिँ
यहाँनिर चाहिँ तपाईँको चाहिँ एउटा क्यामेराको अप्सन आउनेछ, भिडियो देखिनेछ तपाईँको फेसको। अनि तपाईँ फेसमा चाहिँ मजाले देखाएर तपाईँले चाहिँ फेस भेरिफिकेसन गर्न सक्नुहुनेछ। फेस भेरिफाई भइसकेपछि तपाईँको आइडी कन्फर्म हुन्छ है, क्रिएट हुन्छ। क्रिएट भइसकेपछि तपाईँले चाहिँ मजाले यसबाट चाहिँ एकदम विशेष गरेर यो चाहिँ लेडिजको लागि है, त फिमेल को लागि एकदमै उपयोगी छ। तपाईँहरूले चाहिँ यसमा अब कसरी हामीले चाहिँ इन्कम गर्ने भन्दाखेरि आइडी बन्यो। आइडी बनिसकेपछि अब इन्कम कसरी गर्ने त भन्दा हामी लाइभ बस्ने, यहाँ जाने, यो लाइभ भन्ने अप्सन छ, यसमा गएर तपाईँले चाहिँ यहाँनिर तपाईँले क्लिक गरिसके लाइभको अप्सनमा क्लिक गरिसकेपछि तपाईँ चाहिँ 2 घन्टा तपाईँले आइडी क्रिएट गरेको, फेस भेरिफाई गरेको, भेरिफिकेसन गरेको दिनदेखि दिनमा 2 घन्टा कन्टिन्यू तपाईँको फेस नचलाएर, तपाईँको फेस चाहिँ एकदम क्यामेराको अगाडि राखेर तपाईँले दायाँ बायाँ नहल्लाएर एकदम इजी तरिकाले बसेर तपाईँले कन्टिन्यू दिनको 2 घन्टाका दरले तपाईँले 1 हप्तासम्म बस्नुभयो भने तपाईँको दैनिक 10,000का दरले र दैनिक 20,000का दरले चाहिँ तपाईँले रिवार्ड पाउन सक्नुहुन्छ। यसको पोइन्ट पाउन सक्नुहुनेछ। पोइन्ट पाउनुभयो भने अनि त्यसपछि त्यसलाई चाहिँ तपाईँले अनि अर्को चाहिँ एउटा क्राउन भन्ने हुन्छ, पार्टी लाइभ भन्ने हुन्छ। पार्टी लाइभमा गएर पनि तपाईँले 1 घन्टा बस्नुभयो भने त्यसबाट पनि तपाईँले इन्कम जेनेरेट गर्नुहुन्छ। र कसै लक्की खेल्दाखेरि लक्कीमा गएर पनि तपाईँले इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। अनि अर्को कुरा तपाईँले चाहिँ साथीलाई रेफर गरेर साथीलाई चाहिँ यसमा चाहिँ जोइन गराएर पनि तपाईँले चाहिँ इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। अनि साथीले इन्कम गरेको रिवार्ड गरेर त्यही तपाईँले चाहिँ इन्कम कमिसन पाएर त्यस इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। यसरी इन्कम जेनेरेट धेरै माध्यमहरू छ इन्कम जेनेरेट गर्ने। तपाईँले चाहिँ यहाँ चाहिँ तपाईँको रिवार्ड भन्ने अप्सन छ, रिवार्ड भन्ने अप्सनमा गएर पनि हेर्न सक्नुहुनेछ। तपाईँको आइडी क्रिएट भइसकेपछि यसरी रिवार्ड गर्ने अप्सनमा गएर पनि मजाले फिमेलको चाहिँ अझै धेरै देखाउँछ है। यसरी देखाइसकेपछि तपाईँले यहाँ भएको अनुसारले तपाईँ रिवार्ड जेनेरेट गर्न सक्नुहुन्छ। र अनि रिवार्ड जेनेरेट गरिसकेपछि हामीले मजाले इजी तरिकाले चाहिँ हामीले यसलाई चाहिँ आफ्नै नेपालको ब्याङ्क ई सेवामा चाहिँ विड्रल गर्न सक्छौँ। हामीले हेर्न सक्नुहुन्छ विड्रल मेथडमा चाहिँ ई सेवा होइन, नेपालको ब्याङ्क अथवा चाहिँ आइएमपी, खल्ती, मरु जुनसुकैबाट पनि तपाईँले चाहिँ आफूले इन्कम गरेको पैसाले चाहिँ विड्रल गर्न सक्नुहुन्छ है त। यो छ डिटेलमा चाहिँ भन्दाखेरि तपाईँले यसरी यति कुराले पनि तपाईँले धेरै कुराहरू बुझ्न सक्नुहुन्छ, धेरै कुरा सिक्न सक्नुहुन्छ। र केही कुराहरू अझै तपाईँले डाउट लाग्छ, केही कुराहरू अझै नबुझेको लाग्छ भने म सम्पूर्ण कुराहरू चाहिँ मेरो डिटेल अनि मेरो चाहिँ नम्बर अनि मेरो तपाईँको चाहिँ फेसबुकको आइडीको लिङ्क है, फेसबुक पेजको, अनि त्यसपछि तपाईँको चाहिँ मेरो व्हाट्सएप नम्बर पनि म यहाँ सेन्ड गरिदिनेछु, राखिदिनेछु, डिस्क्रिप्सन राखिदिनेछु। अनि मेरो लिङ्क पनि सेयर गरिदिनेछु। अनि तपाईँले चाहिँ त्यसको माध्यमबाट पनि तपाईँले जोइन हुन सक्नुहुन्छ। केही कुराहरू अझै नबुझेमा प्लिज कन्ट्याक्ट अस है। ल धन्यवाद। भिडियोलाई हजुरहरूले मजाले बुझेर एकचोटि बुझ्नुहुन्न भने दोहोऱ्याइ हेरेर भए पनि तपाईँले चाहिँ आफ्नो यसबाट चाहिँ ज्ञान लिएर तपाईँले काम गर्न सक्नुहुनेछ। धन्यवाद, थ्याङ्क यू।